सरकारको नयाँ विधेयकले बढायो तरंग। अब विद्यार्थीदेखि सर्वसाधारणसम्म सैन्य तालिम, आवश्यक परे स्वयंसेवकका रूपमा खटाउने, नागरिकलाई पनि सैन्य तयारीमा लैजाने योजना। सरकारले देशमा युद्ध, संकट वा आन्तरिक द्वन्द्व उत्पन्न भएको विशेष परिस्थितिमा जुनसुकै नेपाली नागरिकलाई सैन्य वा स्वयंसेवी तालिम दिन र राष्ट्र सेवामा खटाउन सक्ने गरी नयाँ कानूनी व्यवस्था गर्न लागेको छ। रक्षा मन्त्रीको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री बालेन्द्र शाह बालेनले संघीय संसद सचिवालयमा राष्ट्रिय सेवा दल एनसीसी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक दर्ता गराएका हुन्। विद्यमान पुरानो राष्ट्रिय सेवा दल ऐन 2027लाई प्रतिस्थापन गर्न ल्याइएको यस विधेयकले विद्यालय स्तरका विद्यार्थीदेखि आम नागरिकसम्मलाई राष्ट्रिय सुरक्षा र विकास निर्माणको मूलधारमा जोड्ने लक्ष्य राखेको छ। विधेयकको मुख्य उद्देश्य विद्यालयमा अध्ययनरत विद्यार्थीहरूमा देशप्रेम, जनसेवा, राष्ट्रिय एकता र अनुशासनको भावना जागृत गराउनु रहेको छ। नेपालको संविधानको धारा 51 को राष्ट्रिय सुरक्षा नीति अनुसार नागरिकलाई राष्ट्रको सेवा गर्न सक्षम बनाउन यो नयाँ कानून ल्याउनु परेको विधेयकमा उल्लेख छ। यस कानून अन्तर्गत विकास निर्माणका काममा सहयोग पुर्याउन र विशेष परिस्थितिमा देशको रक्षाका लागि